साथीहरू, इजरायल र इरानको युद्ध दिन प्रतिदिन चर्किँदै गइरहेको अवस्थामा यो युद्धको असर चाहिँ बहरेनमा पनि पर्ने सम्भावना उच्च भएकोले गर्दाखेरि म चाहिँ मेरो रुमबाट अलिकति अन्तैतिर सर्ने यहाँ जमर्को गरिरहेको छु, प्रयास गरिरहेको छु। किनभने म बसेको ठाउँ चाहिँ अलिकति उच्च जोखिम भएको र भनौँ रेड एरियाभित्र पर्दछ। त्यसले गर्दाखेरि यहाँ बस्नु अलिकति उचित लागेन र म मात्र नभएर यहाँ जति पनि वरिपरि मानिसहरू बसोबास गर्छन् उहाँहरू सबै सरिसकेको अवस्था छ। त्यसले गर्दाखेरि म पनि अन्तै कता साथीकोमा गएर 2-4 दिन चाहिँ बस्नु पर्यो भनेर सोच बनाइरहेको छु। किनभने ज्यानभन्दा ठुलो अरू केही हुन्न रहेछ साथीहरू। एकदमै गाह्रो छ, अवस्था एकदम जटिल बन्दै गइरहेछ दिन प्रतिदिन। एकदमै डर मर्दो एकदमै भइरहेको अवस्था हो। त्यसले गर्दाखेरि म चाहिँ लाग्दैछु है साथीहरू, ल यस्तै छ है, गाह्रो छ। र नभन्दै हाम्रो यहाँ ब्रदर पनि आइसक्नु भयो, म उहाँकै गाडीमा चाहिँ लाग्दैछु है। सुडो आइपुगेको छ। अब सुडोको गाडीमा चाहिँ म सुडोकै रुममा जाँदैछु गाइजहरू। हामी म बसेको एरियाबाट अन्तै एरिया चाहिँ म जाँदैछु गाइज अहिले। अरे यार, सिट बेल्ट हाल्नु पर्ने भयो के हाम्रो ब्रदर यता हुनुहुन्छ, देखिँदैन राम्रोसँगले गाइज। उहाँ फेरि 1 नम्बर राम्रो गाडी कुदाउनुहुन्छ। यस्तै छ, गाह्रो छ, गाह्रो छ साथी हो, गाह्रो छ। के गर्ने, जिन्दगीलाई जसो जे गरेर पनि घिसार्दै पनि अगाडि बढाउनु छ। त्यही छ हे। बहरेनको सहर यस्तै छ है साथीहरू। ल हेर्नुहोस् है, बहरेन यस्तो छ है। नाइट भ्यू, रातिको दृश्य तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। राति भन्दा पनि साँझको दृश्य है यो चाहिँ। बहरेनको एकदमै ठुलो सिटी जुफियर। म जुफियर एरियामा छु अहिले। खतरा देखिँदो रहेछ नि त हौ, आमामा हो। म तपाईँहरूलाई अलिकति बहरेन सहरको दृश्य तपाईँहरूलाई देखाउनको लागि प्रयास गरिरहेको छु साथीहरू। ल हेर्नुहोस्, अति सुन्दर, अति झिलिमिली होइन, 6-7 मिनटमा खतरा देखिँदैछ। यो चाहिँ बहरेनमा रहेको जुफियर सिटी हो है। सैनी यहाँ म तपाईँहरूलाई लुलु देखाउनुको लागि खोजिरहेको। लुलु यहाँ छ ल, जुफियरको लुलु यहाँ। हामी अहिले 100 को स्पिडमा कुदिरहेको छौँ, 120 को स्पिडमा कुदिरहेको छौँ गाइजहरू। यहाँ पर रामिज मार्केट छ। बहरेन सहर देखाउँदैछु हजुरहरूलाई मैले। बहरेनको सहर, साँझको भ्यू। अब राति त के, नाइट भ्यू त के भन्नु, भर्खरै छ, साँझ साँझ परिरहेको छ। यो पर देखिएको दृश्य चाहिँ, यो पर देखिएको दृश्य चाहिँ मनामा हो। मनामा हो राजधानी, बहरेनको राजधानी यतातिर पर्छ है। अब गल्फ होटल चाहिँ उयो गाइजहरू साथीहरू, गल्फ होटल यता छ है। कहाँ छ भन्दाखेरि यहाँ छ गल्फ होटल। अब सबै देखाइदिएको नि त, बहरेनको गल्फ होटल भन्ने सुन्नु भएको होला नि त। हामी चाहिँ अब टक्क जुफियरलाई
बाई बाई गर्दै हामी मिना सलमानतिर लागिरहेको अवस्था भनेर यसो जानकारी गराउन चाहे मैले सम्पूर्ण साथीहरूलाई। हामी दाजुभाइ यहाँ यसरी कुदिरहेका छौँ। राम्रोसँग लाइट नभएकोले गर्दाखेरि राम्रो देखाउन सकिरहेको छैन। थोप्ला भनेको यस्तै छ, अँध्यारो छ। गाडीभित्र छौँ है साथीहरू। हाम्रो गन्तव्य स्थलतिर हामी पुग्न लागिसकेको छौँ। किन कसलाई फार्मेसी भन्दाखेरि म त अर्कै फार्मेसी बुझ्छु नि तपाईँहरूको। म चाहिँ गन्तव्य स्थल आइसकेको अवस्था होइन, मेरो गन्तव्य स्थल आइसकेको छु है। चिसो किन्नको लागि म कोल्ड स्टोर जाँदैछु। यहाँ आउँदिएको कोल्ड स्टोर कस्तो रहेछ हेरौँ न त होइन। اوكي زينب الجنون ان الاصفر Cream soda. Cream soda mo rin. Cream soda mo rin. Cream soda, ano? Laisa mo rin. Europeanos. Kenapa? 800. اوكي زينب تماما بنجرب الاصفر بروح Này, 800 باللبن You got it. Drama. Lagi lang ulit.